यस, हिजोको प्रेडिक्सन मैले हारेँ, बट वाट अ सो इट वाज फ्रम वैभव सूर्यवंशी एन्ड जोफ्रा आर्चर। राजस्थानको लागि यस्तो इम्पोर्टेन्ट म्याचहरूमा जुन दुईटा प्लेयरहरू चल्नु पर्ने थियो त्यही दुईटा प्लेयरहरू चल्दियो। वैभव सूर्यवंशी वाट अ प्लेयर, अ 15-year old गाई फ्रम बिहार, उसले एउटै आइपिएल सिजनमा सबभन्दा धेरै छक्का हान्ने रेकर्ड तोड्यो र अलमोस्ट क्रिस गेलको फास्टेस्ट सेन्चुरी 30 बल्सको रेकर्ड पनि तोड्ने सिचुएसनमा पुगेको थियो। अनदर गेम चेन्जर जोफ्रा आर्चर, उसले नै राजस्थानलाई अलराउन्ड पर्फर्मेन्स दिलाउँदै प्लेअफमा पुर्याएको थियो र हिजो पनि गेम जित्न एकदम क्रुसियल रोल प्ले गर्यो। जोफ्रा आर्चरको रिसेन्ट पर्फर्मेन्स हेरेर हामी के सिक्नुपर्छ भने वी निड टु बिलिभ इन आवर स्ट्रेङ्थ। जोफ्रा आर्चरको स्ट्रेङ्थ भनेको पेस अन डेलिभरी हो, पेसको फियर हो जोफ्रा आर्चर। तर उसले रिसेन्टली स्लोअरहरू जस्तो नेपालको गेममा हेऱ्यो भने 17 हो कि 18 ओभरमा आएको थियो, स्लोअरका स्लोअर फालेको थियो र 3 छक्का खाएर गएको थियो। तर त्यसपछि उसको पर्फर्मेन्समा धेरै चेन्ज आएको छ। उसले यो आइपिएल सिजन हेर्नुभयो भने 148, 149, 150, 151 को स्पिडमा बलहरू फालिरहेको छ र त्यही नै उसको स्ट्रेङ्थ हो। त्यसैले ऊ सक्सेसफुल भइरहेको छ। जस्तो एउटा लेग स्पिनरको स्ट्रेङ्थ भनेको उसको ड्रिफ्ट एन्ड लेग ब्रेक हो, त्यही स्ट्रेङ्थलाई नै उसले बिलिभ गर्नुपर्छ र भेरिएसन्स लाइक गुगली, स्लाइडर, फ्लिपर भनेको अकेजनल हुनुपर्छ र अकेजनल बल भयो भने मात्र त्यो विकेट टेकिङ बल हुन्छ। हाम्रो नेपाल टिमको कुरा गर्ने हो भने हाम्रो स्ट्रेङ्थ वैभव सूर्यवंशी जस्तो हरेक बल छक्का हान्ने होइन। आवर स्ट्रेङ्थ इज टु टेक सिङ्गल एन्ड डबल्स एन्ड क्विक रन्स र त्यो गऱ्यो भने अकेजनल बाउन्ड्री त आइहाल्छ। एज स्टुअर्ट लले पनि यो भनेका थिए र हिजोको आर्चर र सूर्यवंशीको पर्फर्मेन्स हेरेर हामीले हाम्रो स्ट्रेङ्थलाई ब्याक गर्नुपर्छ भन्ने कुरा चाहिँ सिक्नुपर्छ।